बालन शाह चुनाव लड्नुहुन्छ? मलाई उहाँले भनेको, उहाँले दिएको अभिव्यक्ति र जुन एउटा टिममा उहाँले राख्नुभएको कुराहरू सुन्दै गर्दाखेरि है, उहाँको त्यो इमान्दारिता र एउटा निष्पक्षता र सँगसँगै एउटा न्याय, काठमाडौँ महानगरपालिकाले उहाँलाई मेयरको रूपमा चुनेको हो, 5 वर्ष सकेको छैन, म त्यो सघाउँछु, त्यसपछि मात्र म सोचौँला भन्ने खालको हिसाबमा अलि होल रेसमा बालन शाहजी म चुनाव पनि उठ्दैन, म अध्यक्ष पनि बन्दैन, म पार्टी पनि खोल्दैन, तर 2/3 बहुमत ल्याउने गरी जुन शक्ति बन्छ त्यो पनि नयाँ वैकल्पिक मुद्दा विचार र सिद्धान्त एक ठाउँमा हुने लाई चाहिँ मेरो पुनः समर्थन हुन्छ भन्ने खालको हिसाबमा उहाँले बारम्बार भन्नुभएको छ। तर त्यसलाई पनि फेरि केही साथीहरूले चाहिँ तोडमोड गरेर होइन बालनजी नै तपाईँ अगाडि आउनुपर्छ, तपाईँ नै प्रधानमन्त्री, तपाईँ नै अध्यक्ष भन्ने खालकोमा जो साथीहरूले त्यो एक्सर्साइज गरिराख्नु भएको छ, जहाँसम्म लाग्छ बालनजीले जुन एउटा निष्पक्ष, एकदमै निस्वार्थ र इमान्दार एउटा नेतामा हुनुपर्ने एउटा गुण जुन हुन्छ, त्यो युगान्तकारी जुन भनौँ न एउटा सोच भएको, कृपया त्यो बालनजीको त्यो अधिकार, त्यो माइन्डसेट चाहिँ नखोसिदिनुहोस्। उहाँलाई मानेकै नेताको रूपमा एउटा निर्विकल्प भनौँ न प्रधानमन्त्री, एउटा जेनजीको प्रधानमन्त्री हुँदै गर्दाखेरि त्यो पनि छोडिदिएको हो नि त, ठुलो त्याग हो नि त बालनजीको, त्यो एउटा माइन्डसेटले गर्दाखेरि त्यो माइन्डसेट र त्यो निश्चलतालाई चाहिँ त्यो नधुमैलाइदिनुहोस् भन्न चाहन्छु म चाहिँ। ठिकै, जस्तो तपाईँले अहिले बालनजीको यत्रो तारिफ गर्नुभयो होइन, जेनजी आन्दोलनको जुन नेतृत्व गर्नुपर्छ, आन्दोलन पछाडिको उपलब्धिको नेतृत्व गर्नुपर्छ भनेर पब्लिकबाटै आह्वान हुँदाखेरि, जहाँसम्म सुन्दाखेरि तत्कालीन सरकार बनाउन पर्छ भनेर रहेको संयन्त्रले पनि तपाईँ आउनुहोस् भन्दा नि उहाँले स्वीकार गर्नु भएन भन्ने कुरा थिए। अब यही बिचमा उहाँलाई चाहिँ यो सबै प्रक्रियाबाट भागेर एउटा लाचार राजनीतिमा आएको तर लाचार व्यक्तिको रूपमा आरोप लगाए। अर्कोतिर उहाँका विपक्षी विरोधी त थिँदै थिए, जसले लुसिफर भन्ने अर्को एउटा नाम झुन्ड्याइदिए होइन, अहिले बदनाम गर्न सबभन्दा ठुलो नाम उहाँलाई त्यो छ। तर तपाईँले भन्नुभयो उहाँले इमान्दारितापूर्वक म काठमाडौँ महानगरलाई न्याय गर्छु, त्यसकारण कुनै पनि पदमा जान्न, जसले आन्दोलन गरेको उसले नेतृत्व गर भनेर छोड्नुभयो। र अहिले पनि वैकल्पिक शक्तिको मलाई कुनै पद चाहिँदैन, कुनै पार्टी खोल्दिनँ, म अध्यक्ष बन्दिनँ, मलाई प्रधानमन्त्री हुने लोभ पनि छैन, तर 2/3 आउने गरी बन्ने वैकल्पिक शक्तिलाई सघाउँछु। तपाईँले यो यति मिठो कुरा गरिराख्दाखेरि बाहिर चाहिँ यो बुझाइ छैन नि बालनजीको, के हो समस्या? होइन, यो चाहिँ तपाईँले भन्नुभएको त्यो न्यारेटिभ चाहिँ जो साथीहरूले यो सबै एक ठाउँमा आउनुपर्छ भने नचाहनु भएको केही तत्त्वहरू छ, आन्तरिक पनि बाह्य पनि। अब मैले एकदम दुःखका साथ भन्नुपर्छ, निरन्तर रूपमा, किनभने अब अहिले जुन विरासत छ नि, जस्तो नेपाललाई खेलाउन सक्ने, नेपाललाई आफ्नो अनुसारले चलाउन सक्ने, यो 3टा प्रमुख त अहिले रासोपा, बालनजी र कुलमानजी मात्र एक ठाउँमा उभिने बित्तिकै यसो दृश्य यसो इमेजिन गर्नुहोस् त, नेपाली नागरिकहरूले चाहेको त त्यही हो नि त। त्यो आउँदै गर्दाखेरि सबैभन्दा बढी घाटा कसलाई हुन्छ? सबभन्दा बढी फाइदा नेपाली जनतालाई हुन्छ, नागरिकलाई हुन्छ। 70 वर्षको तपाईँको विरासतको राजनीतिबाट होइन सदियौँसम्म पछाडि परेको मान्छेहरू, हरेक परिवर्तनमा त्यो रगत बगाइरह हुने, 16, 17देखि 26, 36, 46, 63, 57, 72 हरेक 10 वर्षमा रगतबाट आइरहेको परिवर्तन हो नि त। भनेपछि बिना रगत नबगाइकन ब्यालेटको थ्रुबाट युगान्तकारी परिवर्तनको लागि चाहिँ त्यो शक्ति एक ठाउँमा आउँदै गर्दा सबैभन्दा बढी घाटा कसलाई हुन्छ त? त्यो त स्पष्ट छ नि त। प्रधानमन्त्री इमेजिन गर्नु न, डिस्कर्डबाट प्रधानमन्त्री हुने, पहिले के हुन्थ्यो? कुनै न कुनै तपाईँको शक्ति केन्द्र चाहिँ नधाइकन, दिल्ली नधाइकन, चाइना नधाइकन, अमेरिका नगइकन भन्ने स्थिति थिएन नि त। भनेपछि एउटा त आन्तरिक शक्ति पनि र सँगसँगै बाहिरी शक्तिकोमा मलाई त्यस्तो लाग्थेन। तर पछिल्लो समय यो के 2-3 महिनाको कन्टेक्स्ट हेर्दै गर्दाखेरि सरकारको कुरा होइन, फेरि सरकार बन्ने नबन्ने कुराहरूमा होइन, तर यो वैकल्पिक यो युगान्तकारी होइन, जहाँसम्म लाग्छ अबको इतिहासमा यतिको फेभरेबल इन्भाइरोमेन्ट चाहिँ कहिले पनि हुँदैन। त्यो बन्न नदिनमा चाहिँ बालनले यस्तो सोचिरहेछ, रविले यस्तो सोचिरहेछ, कुलमानले यस्तो सोचिरहेछ भन्ने खालकोमा मिडियामा हाम्रो पहुँच छैन, अदालतमा हाम्रो पहुँच छैन। मैले बारम्बार भनिरहेको छु,
सरकार मात्र परिवर्तन भएको, सत्ता संयन्त्र, लिगेसी, रिजिम, शासन व्यवस्था प्रणाली जहाँको त्यहीँ छ, उहाँहरूकै पकडमा छ, 23 गते अगाडिकै ठाउँमा छ। यो चाहिँ भ्रम मात्र हो। त्यसले गर्दाखेरि यो कुरा जहाँसम्म लाग्छ यो सबैले बुझ्नु भएको छ, कुलमानजीले बुझ्नु भएको छ, बालेनजी बुझ्नु भएको छ। त्यो कारणले गर्दाखेरि चाहिँ अझैसम्म पनि त्यो नेगोसिएसन्सहरू, अझैसम्म पनि त्यो वार्ताहरू भइरहेछ र हामी एक ठाउँमा कुरा गरिरहेछौँ भन्नेको पछिल्लो त्यो उदाहरण पनि त्यसरी नै हो। आजसम्मको कन्टेक्स्टमा चाहिँ त्यो बुझाइको कारणले गर्दाखेरि नै हामी निरन्तर संवादमा छौँ, संवादको ढोका बन्द भएको चाहिँ छैन। कुलमानजीले भर्खरै 2 साता जस्तो अगाडि मात्रै भन्नुभयो रविजीमाथि प्रतिशोध भयो, वैकल्पिक शक्ति मिल्नुपर्छ भनेर उहाँले 2टा कुरा गर्नुभयो होइन। त्यो पछाडि जति पनि जनता जसले अब वैकल्पिक शक्ति र राम्रा भनिएकाहरू मिलेनौ भनेदेखि फेरि हुने मोमो चाउमिन नै हो, पुरानै मोमो चाउमिन फेरि फर्किन्छन् भनेर मैले जनताहरूको कमेन्ट देख्छु। कुलमानजीले मुख खोल्नुभयो रविजीमाथि अन्याय भएको छ, त्यसले एउटा कतै न कतै उहाँमाथिको अर्को एउटा छुट्टै सेन्टिमेन्ट बनाएको छ होइन। यो अब चाहिँ मिल्ने बाटो देखियो कि र तपाईँले आन्तरिक छलफलमा भएका कुराहरूले त्यसलाई एउटा सेतुको रूपमा काम गरे जस्तो देखियो। अस्ति सुदनजी जानुभयो नक्खु, उहाँले पनि हामी पनि लड्छौँ भन्नुभयो, एउटा त देखियो। यो सबै हुँदै गर्दा बालेनजीले किन मुख नखोले? समय आउँदैछ, बोल्नुपर्छ। बोल्नुहुन्छ, बोल्नै पर्छ, त्यसमा कुनै दुई मात्रै छैन। म एकदम आशावादी छु, किन यो जुन खालको एउटा भनौँ न कति ठाउँमा चाहिँ आखिरमा अन्तमा बालेनले चाहिँ के सोच्नुहुन्छ भन्ने खालको उहाँकै मुखबाट उहाँले के हेर्नुहुन्छ भन्ने खालकोमा अझै पनि छ। भलै हामी निरन्तर संवादमा उहाँको टिमदेखि लिएर होइन, अहिले जस्तै गणेशजी मेरै कार्यदलमा हुन्छ, हिजोको दिनमा रासोपामा इन्ट्री गर्दै गर्दाखेरि म आफैले नै होइन अब बालेनजीको टिमको मान्छे को भनेर खोज्दै गर्दाखेरि होइन गणेशजी लगायतको कुमारबेन होइन भिक्टर पौडेल लगायतको उहाँहरूसँग संवाद भएर चाहिँ रासोपामा एक हिसाबले गणेशजीलाई जसरी हामीले इन्ट्री गरायौँ रवि दाईसँग कम्युनिकेटहरू गरेर चाहिँ, किन भोलिको दिन यो त हेर्नुहोस् त त्यो इलेक्सन हुनुभन्दा अगाडि त्यतिखेर नै रासोपाले चाहिँ त्यो एउटा परिदृश्य देखिसकेको थियो। रवि लामिछाने समेतले पनि भोलिको दिनमा हामी एक ठाउँ हुँदै थियौँ, बालेनलाई प्रधानमन्त्री मान्न मलाई कुनै पनि गाह्रो छैन भने पब्लिकली भन्नुभएको छ। त्यो सदासदा देखाइसक्नु भएको छ भनेपछि यतिको सदासदा देखाउँदै गर्दाखेरि अब यो समयको माग होइन, यो रगतको टाटामा सुकेकै छैन। हेर्नुहोस् त्यो आँसु अहिले पनि घाइते र शहीद परिवारको उहाँहरूले हेर्नुभयो भने त्यो आँसु अझै पनि सुकेको छैन। त्योबाट बनेको एउटा जुन एउटा यो परिदृश्य छ, यो कन्टेक्स्ट छ, त्यसमा अबको दिनमा चुनाव आउँदैछ, शक्तिहरू एक ठाउँमा आउनको लागि चाहिँ जहाँसम्म लाग्छ बालेनजी बोल्नुहुन्छ। उहाँमाथि त्यही तारन्तार आरोप लाग्यो कि कतिले भन्छन् अस्ति 25 भदौमा बालेनले यो देशको नेतृत्व लिनुपर्थ्यो, त्यति बेला बालेनजी भाग्नुभयो, बाहिर जनताको बुझाइ। दोस्रो, बालेनजी अन्त नदेखिए पनि आन्दोलनमा सहयोग गरिरहनु भएको थियो, आन्दोलन रोक भनेर आह्वान पनि गर्नुभयो, सेनासँग वार्ता गरेर संसद विघटन गर भनेर यो आन्दोलनको एउटा नेतृत्वको रूपमा अगाडि बढ्नुभयो। सुशीला कार्कीलाई प्रधानमन्त्री बनाऊ पनि भन्नुभयो। कतिपयको आश थियो शहीद परिवार शहीदको शव लिएर घाट पुग्दै गर्दा बालेनजी त्यहाँ आउनुहुन्छ भन्ने, त्यहाँ पनि बालेनजी पुग्नु भएन। तपाईँले भन्नुभएको निर्वाचनको अगाडि बालेनजी बोल्नुहुन्छ, यो बनिसकेका छैन कि उहाँलाई कसैले घेराबन्दीमा राखेको छ कि उहाँ यो सबै चिजबाट टाढा किन रहिरहनु भएको छ? यसले यदि अहिले जनताको बुझाइ सबैको एउटै बुझाइ यति हो कि अब फेरि निर्णायक चरणमा बालेनजी बोल्नुहुन्न, हुने त फेरि त्यही हो तपाईँले जे भन्नुभएको छ होइन। मलाई लागेको र मैले फिल पनि गरेर आएको, मैले अघि पनि भने बोल्नुपर्छ भन्ने खालको कन्टेक्स्टमा र तपाईँले जोड्नुभएको कुरामा चाहिँ मलाई के लाग्छ र मैले बुझेको देखेको र चिनेको बालेन, सायद बालेन प्रधानमन्त्री भइदिएको भए उहाँले त्यो बुझ्नु भएको थियो। बालेनप्रतिको जुन आशा छ नि ऐतिहासिक अहिलेसम्म नभएको 70-80 वर्षको राजनीतिमा नभएको उहाँप्रतिको एउटा वैकल्पिक र मुर्दा र तपाईँको जुन यो देश र देशभन्दा बाहिरमा छ अब चाहिँ के हुन्छ है भन्ने खालकोमा, जसरी रविजीप्रतिको आशा जसिल्लो बालेनजीप्रतिको र पछिल्लो समय कुलमानजीको आएकोमा र बालेनजीको अझै हेर्नुभयो भने स्वतन्त्रको हिसाबले एकदमै धेरै बढी आशा गरेको मान्छे, त्यो 6 महिना उहाँलेमा सम्हाल्दै गर्दाखेरि चाहिँ 70 वर्षको आशा 6 महिनामा
जति अहिले हेर्नुहोस् त गृहमन्त्रीको जुन खालको आलोचना भइरहेको छ, जुन खालको प्रधानमन्त्रीको आलोचना भइरहेको छ, एनजिओ आइएनजिओ, त्यसको 10 टाइम्स त्यो आरोप प्रत्यारोप बालेनजीलाई हुन्थ्यो। अर्को तपाईँले शहीद परिवारदेखि लिएर घाटमा नजाने कुराहरूमा चाहिँ मलाई के लाग्छ भनेपछि त्यो एकदमै सुझबुझपूर्ण, एकदम मच्योर, उहाँले त्यसलाई चाहिँ क्यास गरेर प्रधानमन्त्री पनि हुने, आफ्नो मान्छेलाई मन्त्री पनि राख्ने र देखि हरेक कुराहरू गर्न सक्नुहुन्थ्यो। तर बालेनजीले त्यो कुनै पनि गर्नु भएन र लास्टमाथि म राजनीति गर्दैन भन्ने खालको यसमा पछिल्लो समय उहाँले स्टेटस जुन चाहिँ घर फर्कदेखि लिएर म तपाईँको समर्थन म आउँदिनँ तपाईँहरूको भन्ने खालको हिसाबमा त्यसैको कन्टिन्युटीमा चाहिँ लास्टमाथि चाहिँ राजनीति गर्दैन। इमेजिन एउटा पोलिटिसियन चाहिँ बालेनजी आर्यगढमा जाँदै गर्दाखेरिको सिनेरियो के हुन्थ्यो होला? हजारवटा क्यामेरा तपाईँको के हुन्छ, शहीद परिवार र उहाँको मान्छे जो रहिरहेछ त्यहाँभन्दा चाहिँ बालेनको एक्सप्रेसन के हुन्छ, बालेनले के बोल्छ, बालेनले के गर्छ भन्ने खालकोमा निरन्तर रूपमा बालेनलाई मात्र फोकस हुन्थ्यो होला। उहाँले त्यो बुझ्नु भएको, उहाँको टिमले पनि बुझेको। त्यसले गर्दाखेरि चाहिँ यो कुरा शहीद परिवारसँग त कन्भे भएन जस्तो लाग्छ। होइन, भयो, हामीले पनि गऱ्यौँ, म आफैले पनि गरेँ। तपाईँले आज सोधिराख्नु भएको छ, यो निरन्तर रूपमा हामीले यो फेरि बालेनजीलाई डिफेन्ड गरेको, बालेनजीको राम्रो नराम्रो कामलाई ढाकछोप गरेको होइन। यो त जे छ त्यही बोल्नुपर्छ। बालेन व्यक्ति मात्र होइन, एउटा आशा पनि हो र त्यो आशाप्रति बालेन कम बोल्नुहुन्छ भन्दै गर्दाखेरि उहाँको बारेमा बन्दै गरेको गलत न्यारेटिभको पनि हामीले कुराहरू चाहिँ गर्नुपर्छ। त्यसले गर्दाखेरि हामीले बनेको छौँ। बालेन आउँदै गर्दाखेरि चाहिँ त्यो शहीद परिवारप्रतिको त्यो